किनकि उहाँहरूको त्याग र अपार मायाले गर्दा। तर त्यो कसरी? यसको नि एउटा कथा छ नि। हो र दिदी, उसो भए मलाई यो कथा सुनाइदिनु न। अहिले त म हतारमा छु, पछि सुनाउँछु है। नहीं के दिदी प्लिज। ल त्यसो भए ध्यान दिएर सुन है। हस् दिदी। जसको छैन कुनै अन्त्य न त छ कुनै सुरुवात, तिनै नै शिव हुन् महाकाल। जो थियो अघिल्लो जन्मकी सती देवी, पर्वतकी सुपुत्री, उनी नाम हो पार्वती। अनि तिमीलाई थाहा छ, शिवलाई नै पति पाउन कठिन तपस्या गरेकी, महलको सुख सुविधा त्यागी बसिन् मनैमा, शिव बाहेक कोही थिएन मनैमा। अनि दिदी, यति धेरै त्याग र कठिनाइपछि उनीहरूको विवाह भएर रहेन पार्वतीजीको सपना अधुरा, कडा तपस्या पनि भयो पुरा। देवता राजा भूत पिशाच राति सबै मिलेर गाए भयो ठुलो नाच। दिदी, उहाँहरूको विवाह यसरी भएको होइन नि, अझै ठुलो सङ्कट त आउन बाँकी नै थियो। र दिदी, त्यो सङ्कट के थियो? त्यही विवाहमा शङ्करजीलाई ठुलो प्रश्न उठ्यो भने कहाँ छ शिवको कुलघर, कहाँ छ माता पिताको साथ, सबैजना अचम्ममा परे कसरी दिने छोरीको हात भन्दै धेरै प्रश्नहरू खडा भए। एकातिर शिवजी मौन भए। अनि यसपछि के भयो नि दिदी? त्यही विवाहमा नारदजी पनि हुनुहुन्थ्यो र त्यही बसेको नारदजीले यस्तो ज्ञान चेतना जगाए, हरेक प्रश्नको उत्तर सबैलाई त्यही बुझाए। शिरमा गङ्गा, गलामा नाग, अघोरी हुन् बेरागे, शिवजीको राज, शिवको न त छ कुनै गोत्र न त परिवारको साथ, उहाँ आफै प्रकट भएको, उहाँ नै हो सारा संसार। अनि दिदी, यसपछि सबैले नारदजीले भनेको कुरा सुनेर सबैजनाले बुझे अनि विवाह सम्पन्न भयो। जोडीलाई पुज्ने गर्छन् र पार्वतीजीको सच्चा माया बन्यो उहाँको साझ एउटा त्यागी मूर्ति आँटको प्रेम
प्रेमको आधार दुवै मिलेर चलेको छ यो सारा संसार।